के तपाईलाई थाहा छ धेरै मानिसहरू आफूलाई पूर्ण रूपमा स्वस्थ ठानिरहेका हुन्छन्। उनीहरूलाई कुनै दुखाइ हुँदैन, कुनै असहजता हुँदैन र दैनिक काम पनि सामान्य रूपमा गरिराखेका हुन्छन्। तर त्यही समयमा उनीहरूको रक्तचाप खतरनाक रूपमा, डेन्जरस रूपमा हैन, एकदम डेन्जर रूपमा बढिरहेको हुन सक्छ, तर उनीहरूलाई त्यो पत्तै हुँदैन। यही कारणले उच्च रक्तचापलाई साइलेन्ट किलर अर्थात् मौन हत्यारा भनिन्छ। आजको भिडियोमा हामी बुझ्ने छौं हाई ब्लड प्रेसर किन यति धेरै खतरनाक हुन्छ, एकदम डेन्जर हुन्छ र यसको लक्षण किन प्राय देखिँदैन र कसलाई बढी जोखिम हुन्छ र हाई ब्लड प्रेसरबाट कसरी बच्न सकिन्छ भन्ने कुरा आजको भिडियो मार्फत हामी हेर्नेछौँ। सबैभन्दा पहिले रक्तचाप भनेको के हो भन्ने कुरा बुझौँ। हाम्रो मुटुले रगतलाई पम्प गरेर रक्तनली मार्फत शरीरका विभिन्न ठाउँहरूमा, विभिन्न सेलहरूमा पठाउने गर्दछन्। यसरी मुटुले रगतलाई पम्प गरेर रक्तनली मार्फत शरीरभरि रगत पठाउँदै गर्ने क्रममा रगतले रक्तनलीको भित्तामा पार्ने दबाव अथवा प्रेसरलाई रक्तचाप भनिन्छ अथवा ब्लड प्रेसर भनिन्छ। सामान्यतया स्वस्थ एक वयस्क व्यक्तिको ब्लड प्रेसर 120/80 mmHg को वरपर वा 120/80 mmHg भन्दा कम हुनु राम्रो मानिन्छ। जब ब्लड प्रेसर लगातार रूपमा उच्च रहन्छ, एकदम माथि हुन्छ, त्यस अवस्थालाई हाई ब्लड प्रेसर अथवा उच्च रक्तचाप र मेडिकल टर्ममा चाहिँ हाइपरटेन्सन भनेर भनिन्छ। हाई ब्लड प्रेसरलाई किन साइलेन्ट किलर भनिन्छ? उच्च रक्तचाप अथवा ब्लड प्रेसरलाई साइलेन्ट किलर भनिनुको मुख्य कारणहरू के हो भने धेरै जस्तो मानिसहरूमा वर्षौंसम्म कुनै लक्षण नै देखिँदैन, कुनै दुखाइ पनि हुँदैन, कुनै ज्वरो पनि आउँदैन र कुनै कमजोरी पनि महसुस नहुन सक्छ। तर भित्रभित्र यसले शरीरका विभिन्न महत्त्वपूर्ण हाम्रो अङ्गहरूलाई क्षति पुर्याइरहेको हुन्छ। जस्तै हाम्रो मुटु, हाम्रो दिमाग, हाम्रो मस्तिष्क, हाम्रो किडनी, हाम्रो आँखामा अनि हाम्रो रक्तनलीहरूमा विशेष गरी। त्यसैले धेरै मानिसहरूलाई यतिखेर थाहा हुन्छ कि जब उनीहरूलाई हार्ट एट्याक हुन्छ हैन, स्ट्रोक अनि किडनीको गम्भीर समस्या भइसकेको हुन्छ, त्यतिखेर मात्र प्रेसर भएको थाहा हुन्छ। हाई ब्लड प्रेसरका सम्भावित लक्षणहरू धेरै जस्तो अवस्थामा कुनै लक्षण हुँदैन, तर केही व्यक्तिमा यी लक्षणहरू देखिन सक्छ। जस्तै टाउको दुख्ने, चक्कर लाग्ने हैन, आँखा धमिलो हुने हैन, कहिलेकाहीँ आँखा तिरिमिरी हुने हैन, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने कहिलेकाहीँ अनि नाकबाट रगत आउने। तर एउटा कुरा याद राख्नुहोस्, यी लक्षणहरू नभएको भन्दैमा ब्लड प्रेसर सामान्य छ भनेर भन्न मिल्दैन। ब्लड प्रेसर थाहा पाउने सबैभन्दा भरपर्दो उपाय भनेको चाहिँ रक्तचाप हैन, ब्लड प्रेसर चाहिँ नाप्नु हो। अब कसलाई बढी जोखिम हुन्छ त हाई ब्लड प्रेसर अथवा उच्च रक्तचापको जोखिम बढाउने केही प्रमुख कारणहरू? धेरै नुन खाने बानी, कतिपयको एकदम खानामा नुन थपेर खाने बानी हुन्छ, एकदम अत्याधिक नुन खाने बानी हुन्छ। अनि मोटोपना है, ओबेसिटी, अनि नियमित व्यायाम नगर्ने मान्छे, एकदम अल्छी मान्छेहरूमा हुन सक्छ। अनि त्यसपछि धूम्रपान, अनि त्यसपछि अत्याधिक मदिरा सेवन, अनि मानसिक तनाव हैन, एकदम टेन्सन लिने मानिसहरू पनि हुन सक्छ र पर्याप्त निद्रा, एकदमै पर्याप्त नसुत्ने मान्छेहरूलाई हुन सक्छ। अनि अर्को भनेको चाहिँ मधुमेहको बिरामीहरूमा है, यो चाहिँ एकदम कमनली हुन्छ प्राय। यदि तपाईको सुगर छ भने हैन, ब्लड प्रेसर पनि बढिराखेको हुन्छ हैन, यो चाहिँ एकदम रिलेटेड डिजिजहरू हो यिनीहरू चाहिँ। अनि मृगौलाको रोग, किडनीको रोगमा पनि तपाईले याद गर्नुहोस्, प्राय जस्तो किडनीको पेसेन्टहरूमा ब्लड प्रेसर एकदम हाई नै हुन्छ। अनि परिवारमा कसैलाई हाई ब्लड प्रेसर छ भने हैन, उच्च रक्तचाप छ भने अरू मानिसहरूलाई पनि हुन सक्छ, किनभने यो एउटा कम्युनिकेबल डिजिज त होइन हैन, एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग त होइन, तैपनि यो वंशानुगत रूपमा आउन सक्छ। अनि उमेर बढ्दै जाँदा र बढी उमेर भएको मान्छेहरूलाई पनि ब्लड प्रेसर हाई हुन सक्छ। यदि यी मध्ये कुनै कारण तपाईमा छ भने नियमित रूपमा ब्लड प्रेसर जाँच गर्नु अत्यन्त आवश्यक छ। उपचार नगर्दा के हुन्छ? यदि हाई ब्लड प्रेसरलाई नियन्त्रण गरेन भने यसले स्वास्थ्यमा गम्भीर समस्याहरू निम्त्याउन सक्छ। जस्तै हार्ट एट्याक, स्ट्रोक हैन, हामीले जस्तै मान्छेहरू हामी सुन्छौँ धेरै मान्छेहरू हिँड्दा हिँड्दै ढलेर मान्छे पुग्लकै मर्यो रे हैन, मान्छेको ज्यान गयो रे भन्ने कुराहरू हामी सुन्छौँ। हो, यही हो। किनभने यसको कारण चाहिँ के हो भन्दाखेरि यसको मेन कारण नै तपाईको हाई ब्लड प्रेसर हो, उच्च रक्तचाप।
उच्च रक्तचाप समयमै थाहा हुँदैन हैन, मान्छे खासै त्यसले लक्षणहरू पनि देखाउँदैन, कसैमा देखाउँछ तर धेरै जस्तो व्यक्तिमा हाई ब्लड प्रेसरले लक्षण नै देखाउँदैन। अनि त्यसपछि मान्छे अचानक ढलेपछि के हुन्छ, मान्छेको ज्यान ढलेपछि कतिपयको त ज्यानै जान्छ हैन, ढल्ने बित्तिकै अन द स्पट नै ज्यान जान्छ। तर यति ज्यान नगए पनि तपाईको प्यारालाइज भइदिने हैन, आधी शरीर प्यारालाइज भइदिने अनि हैन त्यस्तो समस्याहरू हुन सक्छ, एकदम डेन्जर हुन्छ। अनि हाम्रो मुटुहरूलाई कमजोर पार्छ यसले, अनि हाम्रो किडनी फेल गराउन सक्छ यसले, अनि हाम्रो आँखाको दृष्टि एकदम कमजोर बनाउँछ हैन, आँखामा पनि हान्छ ब्लड प्रेसरले हैन, अनि रक्त नलीहरूमा क्षति हुन सक्छ। अनि यी धेरै जस्तो समस्याहरू रोकथाम गर्न सकिने समस्याहरू हुन् यदि हामीले समयमै हाम्रो ब्लड प्रेसरलाई चाहिँ हामीले नियन्त्रण गरियो भने। अब कसरी बस्ने त भन्दाखेरि उच्च रक्तचापलाई धेरै हदसम्म हामीले नियन्त्रण गर्न सकिन्छ। यसको लागि जुन रिस्क फ्याक्टरहरू थियो नि अघि, त्यही रिस्क फ्याक्टरहरूलाई हामीले अभोइड गर्न सक्नुपर्छ। जस्तै नुन कम खाने हैन, दैनिक कम्तीमा 30 मिनट हिँड्ने, अथवा यदि तपाईँ रनिङ गर्नुभयो भने 15 मिनट जति मजाले रनिङ गर्ने अथवा मजाले एक्सर्साइज गर्ने हैन, अनि तौललाई नियन्त्रणमा राख्ने हैन, एकदम ओबेसिटी भएर नबस्दिने हैन, धेरै वेट नजमाउने, अलि ठुलो भएर नबस्ने, अनि धुम्रपान नगर्ने हैन, मदिरा सीमित गर्ने वा नखाने, अनि प्रशस्त फलफुल वा सागसब्जी खाने, अनि तनावको व्यवस्थापन गर्ने हैन। हामी धेरै स्ट्रेस लिने बानी छ हैन हाम्रो चाहिँ, त्यो स्ट्रेस लिने काम चाहिँ कम गर्ने, अनि पर्याप्त निन्द्रा पुग्ने गरी मजाले सुत्ने। निन्द्रा नपुग्दाखेरि पनि प्रेसर बढ्छ। र यदि तपाईले प्रेसरको औषधि खाँदै हुनुहुन्छ भने डाक्टरको सल्लाह बिना आफू खुसी बन्द नगर्नुहोस्। धेरै बिरामीहरूले चाहिँ के गरेको देखेको छु भन्दाखेरि औषधि प्रेसर नाप्न आउनुहुन्छ मजाले, प्रेसर कम हुने बित्तिकै डाक्टरको सल्लाह बिना, स्वास्थ्य कर्मीको सल्लाह बिना आफैले औषधिलाई चाहिँ स्टप गरिदिनुहुन्छ। तपाईको ब्लड प्रेसर औषधि खाइसकेपछि कन्ट्रोलमा आउँछ, त्यसरी औषधि खाएर कन्ट्रोलमा आयो भन्दैमा तपाईको त्यो पूर्ण रूपमा निको भइसकेको हुँदैन। सब औषधि छोडेपछि फेरि बढ्न सक्छ तपाईको त्यो। यदि तपाईको ब्लड प्रेसर औषधि खाँदा एकदमै धेरै नै कम भयो हैन, नर्मल रेन्ज भन्दा धेरै नै कम भयो भने चाहिँ स्वास्थ्य कर्मीसँग भेटेर अथवा डाक्टरसँग भेटेर तपाईले औषधिको डोज, औषधिको मात्रालाई चाहिँ तपाईले कम गराउन मिल्छ। यदि औषधिको मात्रा कम गराउँदाखेरि पनि धेरै नै कम भयो भने चाहिँ डाक्टरको सल्लाह बमोजिम हैन, डाक्टरको निगरानीमा चाहिँ समयमा नियमित रूपमा तपाईको प्रेसर जाँच गरेर केही समयको लागि तपाईले औषधिलाई रोक्न मिल्छ। र औषधिलाई त्यसरी रोक्दाखेरि पनि तपाईको प्रेसर नर्मल नै बस्छ भने अथवा कम नै बस्छ भने त्यतिखेर चाहिँ तपाईको औषधि स्टप गर्न मिल्छ, औषधि चाहिँ तपाईले छुटाउन मिल्छ। नत्र भने तपाईको औषधि एकैचोटि त्यसरी रोक्न मिल्दैन। अब रक्तचाप कहिले जाँच गर्ने? 18 वर्षभन्दा माथिका सबै वयस्कहरूले कम्तीमा समयमा आफ्नो रक्तचाप जाँच गराउनुपर्छ। यदि तपाईलाई मधुमेह, सुगर हैन, मोटोपना अथवा किडनीको कुनै रोग वा परिवारमा कसैलाई हाई ब्लड प्रेसरको हिस्टोरी छ भने अझ नियमित रूपमा तपाईले जाँच गर्न आवश्यक हुन्छ। उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ किनकि यसले धेरै वर्षसम्म कुनै लक्षण नदेखाई शरीरका महत्त्वपूर्ण अङ्गहरूलाई क्षति पुर्याउन सक्छ। त्यसैले तपाईँ स्वस्थ महसुस गरिरहनु भएको छ भने पनि रक्तचाप जाँच गर्नु अत्यन्त आवश्यक छ। समयमै थाहा पाउनु भनेको भविष्यका गम्भीर रोगहरूबाट बच्ने सबैभन्दा सरल उपाय हो। अन्त्यमा यदि तपाईलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र आफ्नो परिवारका सदस्यहरूलाई पनि नियमित रूपमा ब्लड प्रेसर वा रक्तचाप जाँच गर्न सम्झाउनुहोस्। म फेरि अर्को भिडियोमा स्वास्थ्य सम्बन्धी भिडियोको साथ यहाँहरूलाई भेट्नेछु। हस्त, धन्यवाद।